नमस्कार। आजको यस विशेष प्रस्तुतिमा यहाँहरूलाई स्वागत छ। ल अब ढिला नगरी सुरु गरौँ है त। आज हामी देश कसरी चल्छ भन्ने कुराको मुख्य आधार अर्थात् नेपालको संविधानको भित्री तहसम्म पुगेर यसलाई अनलक गर्दैछौँ। साँच्चै भन्नुपर्दा यो कुनै साधारण डकुमेन्ट मात्रै होइन नि, यो त सिङ्गो देश हाँक्ने एउटा मास्टर ब्लुप्रिन्ट नै हो। आज हामी यसका पछाडि लुकेका मुख्य कुराहरूलाई एकदमै सरल र रमाइलो तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। ल अब आजको हाम्रो विषयवस्तु सरसर्ती हेरौँ है। सुरुमा प्रारम्भिक कुराहरू र नागरिकता, त्यसपछि हाम्रा मौलिक हक र कर्तव्यहरू, अनि राज्यका नीति, राज्यको संरचना र अनुसूचीहरूबारे पनि कुरा गर्नेछौँ। र अन्त्यमा तपाईँले कति कुरा सम्झिनुभयो भनेर जाँच्न एउटा सानो स्वमूल्याङ्कन पनि राखेका छौँ है त। अगाडि बढौँ। भाग 1 प्रारम्भिक र नागरिकता। यसको सबैभन्दा बलियो पक्ष भनेकै नेपालको सम्पूर्ण सार्वभौम सत्ता र राजकीय सत्ता हामी नेपाली जनतामै निहित छ भन्ने कुराको स्पष्ट उद्घोष हो। अब यो संविधान कहिले आयो र कसरी अगाडि बढ्यो भन्ने कुरा हेरौँ। यो संविधान 2072 साल असोज 3 गते जारी भएको हो। तपाईलाई थाहै होला, संविधान भनेको एउटा लिभिङ डकुमेन्ट अर्थात् जिउँदो दस्तावेज हो जसलाई आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ। त्यसैले त 2072 फागुन 16 गते यसको पहिलो संशोधन भयो अनि 2077 असार 4 गते दोस्रो संशोधन। यी मितिहरू एकदमै महत्त्वपूर्ण छन् है। देशको कुरा गरेपछि अब हामी नागरिकको कुरा गरौँ। भाग 2 मा हेर्ने हो भने नागरिकता सम्बन्धी कुराहरू राखिएका छन्। यसले मुख्य गरी 4 प्रकारका नागरिकता दिने व्यवस्था गरेको छ। वंशजको आधारमा, जन्मको आधारमा, अङ्गीकृत र गैर आवासीय नेपाली नागरिकता। यहाँ गैर आवासीय नेपाली अर्थात् एनआरएनलाई पनि समेटिनु साँच्चै नै एउटा आधुनिक र ग्लोबल स्टेप हो, हैन त? अब जाउँ भाग 3 तर्फ, जहाँ हाम्रा मौलिक हक र कर्तव्यहरूको कुरा आउँछ। यो भाग हामी हरेकको दैनिक जीवनसँग एकदमै जोडिएको छ। यहाँ धारा 16 देखि 46 सम्म जम्मा 31 वटा मौलिक हकहरू राखिएका छन्। अब यी 31 वटा मौलिक हकहरू कति व्यापक छन् भने यिनले स्वतन्त्रता, समानतादेखि लिएर शिक्षा, स्वास्थ्य र स्वच्छ वातावरणसम्मका कुरा समेट्छन्। उदाहरणका लागि यहाँ हेर्नुहोस् त, धारा 27 ले सूचनाको हक दिन्छ, धारा 33 ले रोजगारीको हक, धारा 38 ले महिलाको हक अनि धारा 42 ले सामाजिक न्यायको हक सुनिश्चित गरेको छ। यस्ता थुप्रै महत्त्वपूर्ण हकहरू यसमा ग्यारेन्टी गरिएका छन्। हामी जहिले पनि अधिकारको कुरा त गर्छौँ, तर कर्तव्य नि? धारा 48 ले एकदमै प्रष्ट रूपमा हाम्रा 4 वटा मुख्य कर्तव्य तोकेको छ। पहिलो, राष्ट्रपति निष्ठावान हुँदै देशको रक्षा गर्नु। दोस्रो, संविधान र कानुनको पालना गर्नु। तेस्रो, राज्यलाई परेको बेला अनिवार्य सेवा गर्नु। र चौथो, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु। देश बनाउने हो भने त यी कुराहरू एकदमै अनिवार्य शर्त हुन् नि, होइन र? अब लागौँ भाग 4 तिर। यहाँ राज्यका निर्देशक सिद्धान्त र नीतिहरू छन्। एउटा कुरा याद राख्नुहोस् है, यी कुराहरू पूरा भएनन् भनेर तपाईँ अदालत जान चाहिँ पाउनुहुन्न, तर यिनले राज्य कसरी चल्ने भनेर एउटा बलियो गाइडलाइनको काम भने पक्कै गर्छन्। यहाँनिर यो अङ्क 13 ले एकदमै विशेष अर्थ राख्छ। कसरी? किनकि धारा 51 ले राज्यका ठ्याक्कै 13 वटा नीतिहरू तोकेको छ। यसमा राजनीतिकदेखि लिएर प्राकृतिक स्रोत संरक्षणसम्मका कुरा पर्छन्। अनि रोचक कुरा के छ भने यी नीतिहरू कतिको लागू भइरहेका छन् भनेर हेर्न एउटा अनुगमन समिति पनि हुन्छ, जसले हरेक वर्ष रिपोर्ट बुझाउनुपर्छ। ल अब भाग 5 मा जाउँ है। यहाँ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड कसरी भएको छ भन्ने कुरा विस्तृत रूपमा राखिएको छ। धारा 56 अनुसार हाम्रो देशको मूल संरचना 3 तहको हुन्छ: सङ्घ, प्रदेश र स्थानीय तह। यसमा ध्यान दिनुपर्ने कुरा के छ भने स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई बुझाउँछ। यसरी पावरलाई सिंहदरबारबाट सिधै जनताको घरदैलोसम्म पुर्याउने गजबको सिस्टम बनाइएको छ। यहाँनिर एउटा इन्ट्रेस्टिङ कन्सेप्ट छ, अवशिष्ट अधिकार अर्थात् रेसिजुअल पावर। धारा 58 अनुसार संविधानमा कतै पनि नलेखिएका वा भोलिका दिनमा आउन सक्ने नयाँ विषयहरू स्वतः सङ्घको अधिकार क्षेत्रमा पर्छन्। यसले गर्दा संविधान भविष्यमा आउने जस्तोसुकै अवस्थाका लागि पनि तयार हुन्छ। कस्तो स्मार्ट आइडिया, होइन त? अब संविधानको पछाडिको खण्ड अर्थात् अनुसूचीहरूतर्फ प्रवेश गरौँ। धाराहरूलाई काम गर्न चाहिने विस्तृत लिस्ट र पावरको बाँडफाँड यहीँ राखिएको हुन्छ। अनुसूची 1 को कुरा गर्दा सबैभन्दा पहिले आउँछ हाम्रो विश्वकै युनिक राष्ट्रिय झण्डा।
यो अनुसूचीमा हाम्रो झण्डा कसरी बनाउने भन्ने ठ्याक्कै गणितीय फर्मुला नै राखिएको छ। यसले गर्दा हाम्रो झण्डाको मौलिक डिजाइन सधैँ एउटै रहन्छ। एकदमै पर्फेक्ट, होइन त? त्यसैगरी अनुसूची 5 देखि 9 सम्मका सूचीहरू त सङ्घीयताका इन्जिनै हुन् भन्दा हुन्छ। अनुसूची 5 मा सङ्घका 35 वटा अधिकार छन्। अनुसूची 6 मा प्रदेशका 21 वटा र 7 मा सङ्घ र प्रदेशका 25 साझा अधिकार। अनि अनुसूची 8 मा स्थानीय तहका 22 अधिकार र 9 मा 3 वटै तहका 15 वटा साझा अधिकार तोकिएका छन्। यसरी कसले के गर्ने भन्ने कुरा सिसा जस्तै छर्लङ्ग पारिएको छ। ल, अहिलेसम्म हामीले धेरै कुरा सिक्यौँ। अब तपाईँका लागि एउटा सानो स्वमूल्याङ्कन। हेरौँ तपाईँले कतिको सम्झिनु भएको छ। सुरु गरौँ है त। पहिलो प्रश्न, कुन धारा अन्तर्गत सूचनाको हक ग्यारेन्टी गरिएको छ? एकैछिन सोच्नुस् त। हो, ठिक सम्झिनुभयो। यसको सही उत्तर हो धारा 27। अघि हामीले 31 वटा मौलिक हकको कुरा गर्दा यसलाई हेरेका थियौँ नि। अब अर्को प्रश्न, महिलाको हक विशेष गरी कुन धाराले सुरक्षित गर्छ? यो एकदमै महत्त्वपूर्ण धारा हो। अनुमान गर्नुभयो? सही उत्तर हो धारा 38। धारा 38 मा नै महिलाको हकको प्रष्ट व्यवस्था छ। अब यो प्रश्न अलिकति ट्रिकी छ है। सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु र कर तिर्नुमध्ये धारा 48 ले तोकेको संवैधानिक कर्तव्य कुन चाहिँ होइन? अब हेर्नुस्, कर तिर्नु एउटा असल नागरिकको दायित्व त हो, तर धारा 48 भित्रै चाहिँ यसलाई छुट्टै कर्तव्य भनेर लेखिएको छैन। त्यसैले यहाँ सही उत्तर हो कर तिर्नु। ल, अब अर्को हेरौँ। धारा 51 मा भएका 13 वटा राज्यका नीतिहरूमध्ये के त्यहाँ ठ्याक्कै वन तथा वातावरण नीति भन्ने कुनै शीर्षक छ? यसको उत्तर हो छैन। त्यहाँ प्राकृतिक साधन स्रोतको संरक्षण सम्बन्धी नीति छ, जसले वन वातावरण समेत छ, तर ठ्याक्कै त्यही नामको छुट्टै नीति भने छैन है। अर्को प्रश्न, कुन धाराले सामाजिक न्यायको हकको प्रत्याभूति गर्छ? यो समावेशी राज्य बनाउने प्रमुख आधार हो। यसको सही उत्तर हो धारा 42। एकदम सजिलो। अब एउटा ऐतिहासिक कुरा सोध्छु ल। नेपालको कुन पुरानो संविधानमा एउटा पनि अनुसूची थिएन? अलिकति दिमाग लगाउनुस् त। यसको सही उत्तर हो नेपाल अधिराज्यको संविधान 2015। त्यसमा अनुसूचीको व्यवस्थै थिएन। अब हामी झण्डै अन्त्यतिर आइसक्यौँ। आफ्नो इच्छा विपरीत काम गराउन निषेध गर्ने कुन मौलिक हक हो? यसको सही उत्तर हो शोषण विरुद्धको हक। यसले कसैलाई पनि जबरजस्ती काममा लगाउन पाइँदैन भनेर प्रश्न पार्छ।